हामी चाहिँ पार्कमा आइसकेको छौँ। गाडी यहाँ पार्क गरेर पोजिसन यहाँ मानो गर्छु तस्बिर यो छ होइन, यस्तो रहेछ। यहाँ चाहिँ टक्क पोजिसन जस्तै बनाएर राखेको रहेछ। दामी रहेछ यो, होइन त? त्यहीँ ठिक छ। यस्तो रहेछ होइन। जाम यसो अगाडितिर हेरौँ। यो पार्कको नाम चाहिँ ओइसी रहेछ, ओइसी। सही फुलहरू रहेछ त्यता, छिर्न चाहिँ नपाउने रहेछ होइन, तर दामी रहेछ। यस्तो छ, यस्तो हेर्नलाई चाहिँ यस्तो रमाइलो रहेछ कि होइन। यो माथि आज हाम्रो डे 2, हिजो चाहिँ हामी उता माथि चढ्न गएको थियौँ। आज चाहिँ यो पार्कतिर आछौँ। अब बिहान छ, भर्खर दिन सुरु भयो। हेरौँ ल यता छौँ हामी चाहिँ होइन। 4 जना छौँ, हाम्रो 4 जना ग्रुप होइन। एकदम रमाइलो हुनेवाला छ आज नि। यहाँ तल जाने ठाउँ रहेछ होइन, जो चाहिँ उसमा जाने ठाउँ हो। यो पोखरीसम्म छिर्न मिल्ने रहेछ। तर पुरै पानी रसाइरह यार है, पुरै पानी रसाइरहेको रहेछ यहाँबाट चाहिँ। भर्खर घामलाई ल हामी चाहिँ यहाँसम्म आउन मिल्ने रहेछ। ल खोलामा पस्ने भएन नि तिमीले? ल यहाँसम्म आउन मिल्ने रहेछ होइन। अब यो ढुङ्गाहरू पार गरेर ओ क्या सफा रहेछ त यार पानी। पानी त लास्ट सफा रहेछ त। उमीको भन्दा राम्रो हो पानी, क्लियर के। तर माछा चाहिँ छैन क्या। तर एउटै जोड्डेकै ताल रहेछ त। कति ठुलो त यार यो त, पुरै है। एरिया नै पुरै उ रहेछ यार। यस्तो तालहरू नि छ त उता के अरे सुदूरपश्चिम उसमा। ल यस्तो छ पानी चाहिँ, यस्तो बवाल छ होइन। क्या दामी छ के। ल हाम्रो केटाहरू यहाँ हम केटाहरू भन्न आउँछ फेरि। अब यो भ्लगमा चाहिँ मैले सबै केटाहरू भनेको चाहिँ माइन्ड नगर्नु होला है। यस्तै ल ठिक छ। ल हामी चाहिँ अहिले यो पार्क, ओइसी पार्क भन्नेमा चाहिँ यसरी घुम्न आएको छौँ। यहाँनिर चाहिँ पुरै एकदम रमाइलो, पुरै फुलबारीहरू पुरै एकदम रमाइलो छ। यसरी हामी चाहिँ हिजो बिहान हिँडेको थियौँ। त्यसपछि बिहान हिँडेर चाहिँ अहिले यो पार्कमा चाहिँ बिहान उता माथि बसेर अहिले चाहिँ हामी यो पार्कमा घुम्न आएको छौँ। यहाँबाट नि एकदम राम्रो भ्यू छ। तपाईँहरूलाई पनि घुम्न आउन मन छ भने यहाँ आएर एकदम रमाइलो गर्न सकिन्छ होइन। यहाँ माथि यस्तो दामी यो देखिरहेको क्या, यो क्याम्प गर्न मिल्ने ठाउँ। म हल्का जुम गरेर देखाउँछु है त। यो माथि देखिएको छ नि, यो सानो क्यामेराले चाहिँ सायद त्यति कभर नगर्ला,
तर जे होस् एकदम राम्रो छ यो भ्यू चाहिँ यहाँ ठ्याक्क फुजिसानको हो। यो अगाडि देखेको चाहिँ फुजिसान हो। अहिले चाहिँ बादलले पुरै छेकेको रहेछ। बादलले छेके पनि तर कस्तो दामी देखिरहेको के आकाश पनि छिला। अब अझै पनि आज हामी दिउँसभरि घुमेर बेलुका मात्र फर्किने प्लान छ। हेरौँ कता कता जान्छौँ। नेपालको स्टाइलले कटुनी नुहाउने कटुनी चर्नी अनि फेरि लगाउने। त्यसपछि एकैछिन ढुङ्गाको तातोले सुकिहाल्छ होइन। कत्रो ढुङ्गा हो यार यो यही हो कि सायद यो ज्वालामुखीको ढुङ्गा चाहिँ यो यस्तो छ होइन।魚結構ありますか？魚結構ありますか？あっち側で？はい、ありがとうございます。त्यहाँबाट चाहिँ देखिन्छ भन्छ। एकदम साह्रै उता गयो भने चाहिँ खत्रै देखिन्छ भन्छ क्या माछा। योमा जान मिल्छ होला कि? मिल्दैन। खानकेसिया इगाई भनेको चाहिँ त्यो जो मान्छेको त्यो बाहेक अरू मान्छे जान मिल्दैन भनेर लेख्छ क्या। यो तैरिनेवाला ऊ रहेछ नि त ढुङ्गा। ऊ हालेर जोडेको हो कि सोचिरहेको फर्म हालेर बनाएको क्या। जसकै इभेन्टहरू के गर्न पर्यो भने चाहिँ त्यो त्यस्तो टाइपको लागि बनाएको ढुङ्गा पनि चाहिँ तैरिने खालको होइन। ठ्याक्कै त्यो निको जस्तो खेल्ने भयो यहाँ खेले भइगयो नि। उता खेलिरहऊ पुरै गाडी राखेर त्यसरी टेन्ट टागेर साम्पुकाता खेल्नुभन्दा बरु जुत्ता फुकालेर यहाँसम्म जानु होइन। अब खेल्ने नै हो भने चाहिँ अब खेल्दा नि भयो यस्तो रमाइलो होइन। म त त्यति खासै पौडी खेल्न त इच्छा होइन।